Hello everyone, welcome back to my YouTube channel. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला है। आशा गर्छु तपाईहरु सबै सन्चै हुनुहुन्छ भनेर अनि म पनि सन्चै छु है। र आज चाहिँ सन्डे चाहिँ म चर्च जानको लागि चाहिँ रेडी हुँदै छु है। रेडी हुँदै गर्दाखेरि चाहिँ भिडियो स्टार्ट गरेको छु है। र आज चाहिँ हाम्रो चर्चमा सानोबडा प्रोग्राम छ है। सानोबडा भन्दा पनि सानो प्रोग्राम छ है। हाम्रो चर्चमा रवि प्रधान जी आउनु हुँदैछ है। सो उहाँलाई चाहिँ सानोबडा धन्यवादको अब प्रोग्राम राखेको छ है। सो त्यही कारणले चाहिँ आज म चर्च जाँदै गर्दाखेरि चाहिँ छोटो भिडियो बनाउने छु अनि तपाईहरुसँग समक्ष राख्ने छु है। तपाईहरुले मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु। हुन्छ अब ढिलो नगरिकन चर्च जानुपर्छ है। ढिलो पनि भइसकेछ। सो हतार रेडी हुँदैछु। अब रेडी सेडी भएर घुम मात्रै बाँकी छ। अनि आशा गर्छु तपाईले आजको यो मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहुन्छ भनेर अनि साथसाथै मन पनि पराइदिनुहुन्छ भनेर है। हुन्छ त अब तपाईहरुसँग फेरि एकछिन बाद भेट्ने छु। र जतिजना नयाँ भ्युअर्सहरु हुनुहुन्छ है मेरो च्यानललाई युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। साथसाथै मेरो फेसबुक पेज पुण्य राई छ है। तपाईहरुले मेरो फेसबुक पेजलाई पनि फलो गरिदिँदै गर्नुहोस् है। हुन्छ अब तपाईहरुसँग एकैचोटी चर्चमा भेट्ने छु। अनि आज सन्डे सबैलाई नि ह्यापी सन्डे है। र आजको दिनहरु तपाईहरुको एकदमै राम्रो बितोस्। अन्त यो भिडियो चाहिँ हुनु चाहिँ कति बेला अपलोड हुन्छ मलाई थाहा छैन है। तर पनि आजको दिन चाहिँ तपाईहरुको एकदमै राम्रो बितोस् है। सन्डे हो या मन्डे रोज खाओ अन्डे भनेको जस्तै यो भिडियो तपाईले जहिले पनि भेट्नुहुन्छ है। जहिले पनि हेर्नुहुन्छ। तपाईहरुको दिनहरु चाहिँ एकदमै राम्रो भएको हुन सकोस्। हुन्छ अब ढिलो नगरौँ है। र चर्चको भिडियो चाहिँ आज तपाईहरुसँग आउने छ। मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु। अब चाहिँ हाम्रो चेयरम्यान ज्यूलाई चाहिँ स्वागत गर्नको लागि आन्टीहरु रेडी भएर बसिरहनु भएको छ हो। एउटा सूचना दयगरी नानीहरु अगाडिको चेयरमा नबसेर पछाडिको चेयरमा जाइदिनुस्। अगाडिको चेयरमा मुख्य अतिथि अनि उहाँको सहयोगी टोलीहरु पनि हामीले राखिदिएका छौं। अस्ति चाहिँ चेयरम्यान ज्यूले चाहिँ यो भुइँ बनाइदिनु भएको थियो। त्यही कारणले गर्दाखेरि हाम्रो चेयरम्यान ज्यूले चाहिँ हाम्रो चर्चको अगाडिको यो सानोबडा है ग्राउन्ड भने पनि यसलाई आँगन भने पनि है एउटा पार्किङ एरिया त्यो चाहिँ अस्ति सबै उहाँले अलकत्राले मजाले बनाइदिनु भएको छ है। त्यही कारणले चाहिँ आज उहाँलाई धन्यवादको सानोबडा प्रोग्राम राखेको आज हाम्रो प्यारिसमा है। हुन्छ तपाईहरुले मन पराएर हेरिदिनु हुँदै छ होला भन्ने आशा गर्दछु। ठिकै हुनुहुन्छ ज्यूटे एकदम हार्दिक स्वागत गर्दछौं। र हाम्रो बीचमा श्रद्धेय सर रवि प्रधान ज्यू हाम्रो माझमा आइसक्नु भएको छ अनि उहाँलाई दयापूर्वक आफ्नो आसन ग्रहण गरिदिनुहोस् भनेर म नम्र निवेदन गर्दछु। साथै उहाँको सहयोगी टोलीहरु पनि उहाँको साथसाथमा तपाईहरु यहाँनिर विराजमान भइदिनुहोस् भनेर नम्र निवेदन गर्दछु। धन्यवाद। र मुख्य अतिथिले आसन ग्रहण गरिसकेको छ अनि तपाईहरु सबैजनाले पनि आफ्नो आसन ग्रहण गरिदिनुहोस्। अनि साथै म हाम्रो प्रिय आमा समाजको टोलीहरुलाई निर्देश गर्न चाहन्छु कि तपाईहरु दया गरेर उहाँको सम्मानमा तपाईहरुले ल्याउनु भएको खदा उहाँलाई अर्पण गरिदिनुहोस् भने निवेदन गर्दछु। धन्यवाद। सबैजनाले जोरदार तालीको साथमा हाम्रो मुख्य अतिथि नगर प्रशासक प्रिय रवि प्रधान ज्यूको निम्ति थप्पडी बजाइदिनुहोस् भनेर म अनुरोध गर्दछु। र फादर सुरज तपाईँ जहाँ पनि हुनुहुन्छ दया गरेर म यस मञ्चको छेउमा मलाई पर्दैन। र तपाईहरुलाई धेरै धेरै धन्यवाद। र हाम्रो यहाँनिर मरिया ईश्वरनी पल्लीका पल्लीवासीहरूले तपाईलाई हार्दिक हृदयबाट धन्यवाद चढाउन चाहनुहुन्छ। अनि आजको यस छोटो
प्रोग्राम अनि को समारोहको मुख्य उद्देश्य पनि धन्यवादको भोट थ्याङ्क्सको निम्ति हो र उहाँले आज हाम्रो निम्ति धेरै कामहरू गरिदिनु भएको छ अनि उहाँलाई धेरै धेरै धन्यवाद चढाउँदै हाम्रो कृतज्ञता हामी तपाईँप्रति प्रकट गर्न चाहन्छौँ र यस समय हामी यो प्रोग्राम स्टार्ट गर्नुभन्दा अगाडि हामी छोटो प्रार्थनाद्वारा हामी यो प्रोग्राम स्टार्ट गर्नेछौँ र दया गरी तपाईँहरू सबैजना आफ्नो आफ्नो ठाउँमा उठिदिनुहोस् अनि म तपाईँहरूको हामी सबैको निम्ति छोटो प्रार्थना गर्नेछौँ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा अनि प्रभु परमेश्वर तपाईँले आज निर्धारित गर्नुभएको यस समयमा हामी आइपुगेका छौँ र आज यस समयमा परमेश्वर पिता धन्यवादको कृतज्ञताको भेटी लिएर हामी तपाईँको समक्ष अनि तपाईँको छोराको समक्ष हामी आएका छौँ। प्रभु हामी सबैमाथि प्रभु तपाईँको अनुग्रह आशिष अनि कृपा रहेको होस् भन्ने प्रार्थना गर्दछौँ अनि आज विशेष यो दिनमा परमेश्वर पिता आज हाम्रो नगरको सबैभन्दा उच्च पदमा बस्ने एउटा व्यक्ति जो तपाईँको छोरा श्रीमान रवि प्रधान ज्यू आज हाम्रो माझमा उपस्थित छ उहाँको निम्ति प्रार्थना गर्दछु। परमेश्वर पिता तपाईँको छोरालाई अझै अगुवाई गर्नुहोस् ताकि उहाँले एक असल मार्ग अनि असल नेतृत्व देखाएर चाहिँ उहाँले आफ्नो जीवनलाई अनि हाम्रो कालिम्पोङलाई सही सत्य बाटो अनि जीवनको तर्फबाट चाहिँ हिँडाउन सकोस् भन्ने बिन्ती प्रार्थना चढाउँदछु यीशु ख्रीष्टको जिउँदो क्षण भर्जु नाममा पिता पुत्र पवित्र आत्माको नाममा आमेन। र उहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब म विशेष गरी यहाँनिर निम्त्याउन चाहन्छु हाम्रो प्रिय फादर सुरज जसले छोटो धन्यवादको 2 शब्द तपाईँहरूको अगाडि राख्नुहुनेछ। सम्माननीय श्रीमान रवि प्रधान, नगर प्रशासक कालिम्पोङ नगरपालिका अनि श्रीमान महेश छेत्रीज्यू तथा आदरणीय सम्मानमा आउनुभएका सम्पूर्ण महानुभावहरू, आज यस पावन अवसरमा मरिया जनन पल्लैमा तपाईहरूलाई सबैलाई हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्दछौँ। तपाईहरूको उपस्थितिले हाम्रो मण्डलीको लागि आशिष र अनुग्रहको प्रतीक बनेका हुनुहुन्छ। तपाईहरूको आगमनले यहाँका वातावरणमा प्रेम, एकता र न्यायको सन्देश फैलाउनु भएको छ। पवित्र बाइबलमा लेखिएको छ, जहाँ 2 वा 3 जना मेरो नाममा भेला हुन्छन् म त्यहाँ तिनीहरूको बीचमा रहनेछु। मत्तीको 18 अध्यायको 20 मा भनेका छन्। सम्माननीय नगर प्रशासक महोदय, तपाईको दूरदर्शी नेतृत्व र सेवा भावले हाम्रो मण्डलीलाई मार्गदर्शन गरिरहनु भएको छ। साथै यहाँका आदरणीय साथमा आउनुभएका मानिसले देखुन् र स्वर्गमा रहनुभएका तपाईको पितालाई महिमा प्रदान गरून्। मत्तीको 5 अध्यायको 16 भन्दछन्। हामी विश्वास गर्छौँ कि परम प्रभुले तपाईहरू सबैलाई आशीर्वाद, मार्गदर्शन र सफलता प्रदान गर्नुहुनेछ। परम प्रभु तिमीहरूलाई आशीर्वाद दिनुहुनेछ र तिमीहरूको सबै कार्यमा सफलता प्रदान गर्नुहुनेछ। व्यवस्था विवरण 28 को 6 ले भन्दछन्। तपाईहरू सबैप्रति पूर्ण हार्दिक स्वागत, सम्मान र आभार व्यक्त गर्दछौँ। धन्यवाद। धेरै धेरै धन्यवाद श्रद्धेय फादर सुरज। अनि अब हाम्रो पल्लीपट्टिबाट 2 शब्द राखिदिनुहोस् भने हामी हाम्रो बाबु सङ्घका प्रेसिडेन्ट श्रीमान भरत थापाज्यूलाई म अगाडि निम्त्याउनुहोस्। पूर्णमाथि शुभ राई, विशेष गरेर कले पिता फादर प्रदीप, सहकले पिता सुरज राई, साथै आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ आफ्नो समयलाई पनि अलिकति पर राखेर, आफ्नो व्यवस्थालाई पनि अलिकति पर राखेर, समय कार्यक्रमलाई पनि अलिकति पर राखेर हामीसित मिलाप गरिदिन आउनुहुने हाम्रा नगर अध्यक्ष श्री रवि प्रधानज्यूलाई पनि म आन्तरिक हृदयबाट यहाँनिर निमन्त्रणा जनाउँछु। र साथै विशेष गरेर आज यो प्राङ्गण
मरिया इस्ट जननी पल्लीको यो प्रोग्राम हर्षले प्रफुल्लित छ, किनभनेदेखि आज हाम्रो नगर पार्षदको नगर अध्यक्षको यहाँनिर चरण कमलले स्मरण गरेको छ र त्यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद होस्। रमाउँछ यो प्रोग्राम, किनभने आज चम्केको पनि छ, किनभने उहाँले हामीलाई माया गरेर यो प्रोग्राम बनाइदिनु भएको छ अनि चम्काइदिनु भएको छ। यो गिर्जाको गौरव महिला तपाईँलाई धेरै धेरै धन्यवाद चढाउँछु। नगर अध्यक्ष सर हुनु पनि हो, तपाईँले कति बिघ्न चाहिँ हाम्रो लागि कामहरू गरिदिनु भएको छ, हामीलाई माया गर्नुभएको छ। त्यसको विवरण यदि आज मैले यहाँ गर्न थालेँ भनेदेखि ठेलीको ठेली पुस्तकहरू बनिन्छ होला, तर एउटै शब्दमा भन्छु, तपाईँले मरिया इस्ट जननी पल्लीलाई असाध्यै माया गर्नुभएको छ। यो मायालाई साँच्चै नै हामी समय आएपछि र समय अनुकूलमा तपाईँले हामीलाई जहिले पनि यो मायाको बदलीमा माया माग्नुहुन्छ, हामी तपाईँलाई माया दिनेछौँ भन्ने वचन पनि दिन्छौँ। र नगराध्यक्षज्यू तपाईँले धेरै धेरै मायाहरू गर्नुभएकोमा तपाईँले हामीलाई धेरै माया गर्नुभएको छ। विशेष गरेर मलाई सबभन्दा ठुलो एउटा माया तपाईँको के लाग्छ भने तपाईँले यो रेल रोडको बाटोलाई जहाँदेखि सिके चोकदेखि यो हाम्रो गेटसम्मको मार्गलाई तपाईँले मदर टेरेजा पथ भनेर तपाईँले आह्वान गरिदिनु भयो, स्वीकृति दिनुभयो, त्यसको लागि पनि तपाईँलाई धन्यवाद छ। अनि आउँदो दिनहरूमा तपाईँले यस्तै माया हामीलाई अझै पनि पठाउनुहुन्छ भने आशा पनि व्यक्त गर्दछौँ। र विशेष गरेर यहाँका सहयोगीहरू जतिजना पनि आएका छन् उहाँहरूलाई पनि धन्यवाद दिन्छौँ। यसरी नै तपाईँले उहाँलाई सहयोगहरू दिँदै जानुहोस् र तपाईँहरूको सहयोग र तपाईँहरूको मायाले उहाँले उत्तरोत्तर प्रगति गर्दै जाउँ भन्ने मरिया इस्ट जननी पल्ली सधैँ कामना राख्छ। र तपाईँले जति पनि कार्यहरू हाम्रो निम्ति र हाम्रो मण्डलीहरूको निम्ति अरू मण्डलीहरूमा पनि तपाईँले धेरै 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 कामहरू गर्नुभएको छ। त्यसको व्याख्या म गर्नै सक्दिनँ, किनभने तपाईँले यति बिघ्न गरेको छ गन्ती राख्न पनि साह्रो पर्ने भइसकेको छ। र रवि सरलाई मेरो आन्तरिक हृदयबाट र सबै हाम्रो इस्ट जननी पल्ली परिवारको आमा परिवारदेखि लिएर बाबु परिवारदेखि लिएर युवा परिवारहरू र साना साना नानीहरूबाट पनि तपाईँलाई मुरी धन्यवाद चढाउन चाहन्छौँ। यसरी नै आउँदो दिनहरूमा पनि हामी तपाईँको साथमा रहनेछौँ र तपाईँको साथमै रहेर नै हामी तपाईँको प्रोत्साहनमा कामहरू गर्नेछौँ भन्ने पनि मलाई लाग्छ। र सर तपाईँ हामीलाई थाहा छ तपाईँ अहिले भित्र हृदयबाट अलिकति विचलित हुनुहुन्छ, तरै पनि नसुर्ताउनुहोस्। यीशु माथि हामी विश्वास गर्छौँ, उहाँमाथि प्रार्थना पनि गर्छौँ र सबै कुरो सरल र सुगम भएर जान्छ भन्ने पनि हामीलाई विश्वास छ। यो शब्द मलाई थाहा छ तपाईँ अलिकति व्यस्ततामै हुनुहुन्छ र पनि त्यस्तो व्यस्तताको समयलाई पनि तपाईँले हाम्रो निमन्त्रणालाई नटुक्राउनु भनेको पनि तपाईँले हामीलाई माया गर्नु र माया दर्शाउनु हो। यो मायालाई हामी सधैँ नै याद गर्नेछौँ। र रवि सर यो मायाको निम्ति एकपल्ट फेरि म तपाईँलाई भन्छु, तपाईँको मायाको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि विशेष यो प्रोग्राम बनाउँदाखेरि म हाम्रो सरले राखिदिनु भएको यहाँ एकजना भाइ महेश भाइ थियो, महेश छेत्री भाइ, जो यहाँ कन्ट्र्याक्टर हुनुहुन्थ्यो। उहाँले सर तपाईँलाई असाध्यै माया र आदर गर्नुहुँदो रहेछ। मैले अलिकति भाइ यो गर्नु भने होइन नि अङ्कल यो त गर्नुपर्छ, अब सरले मलाई मार्छ नि, सरले कडा बनाउनु भनेछ भन्नुहुन्थ्यो। अलिकति पनि कम्ती नगर्नु भनेछ, एकदमै कडा बनाउनु भनेछ भन्नुहुन्थ्यो। इन्जिनियरले ननापेको जग्गाहरू पनि महेश भाइले सहिर्दै कुनै नाइ नास्ति नगरिकन बरु हुन्छ सर भन्दै बनाइदिनु भएको छ। र यसमा सरले जुन सहयोगीहरू राख्नुभएको छ, आत्मविश्वासले जुन जितेर सहयोगी राख्नुभएको छ, त्यो पनि हामीले हेर्न पायौँ। र तपाईँको यो गुण हामी कहिले पनि भुल्दैनौँ र इस्ट जननी पल्ली सधैँ तपाईँको आभार प्रकट गर्नेछ। धन्यवाद। धन्यवाद श्रद्धेय अङ्कल। अनि म तपाईँहरूलाई आज के भन्न चाहन्छु, चाहिँ विश्वमै स्कोरिङ हुन्छ। नम्बर 1, 2, 3मा म भन्न चाहदिनँ। म तपाईँलाई के भन्न चाहन्छु भने दुईजना नेपालमा छ। नम्बर 1 चाहिँ के हो भने बालेन शाह, उहाँले चाहिँ त्यो नगरलाई चाहिँ यति साह्रो ब्युटिफाई गर्नुभएको छ, विच इज
काठमाडौँ है। दोस्रो हामीले हेर्न सक्छौँ हर्क साङपाङ जो धरानमा एकदम ब्युटिफाई गर्नुभएको छ। अनि तेस्रो हुनुहुन्छ हाम्रो रवि सर जसले कालिम्पोङलाई धेरै ब्युटी गर्नुभएको छ र आजसम्म वर्ष झन्डै 2 कोरी उमेर पुग्न आँट्यो र मैले कालिम्पोङमा यहाँनिर हेर्दाखेरि धेरैजना सरले काम गर्नुभएको देखेर चाहिँ मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ साँच्चै नै म्युनिसिपालिटीको अफिसर्सकोमा म्युनिसिपालिटी चेयरम्यानकोमा यति बेसी पावर हुँदो रहेछ भनेर चाहिँ हामी फिल गर्दैछौँ है। जहाँनिर हामीले धेरै भत्केको बाटोहरूमा उहाँले त त्यो पार्किङ टायर्सहरू लगाइदिनु भएछ। इट इज भेरी मच पुरा कस्ट लाग्छ। मलाई सानो घर बनाउँदैछ कति खर्च लाग्छ भनेर त त्यो खर्चको फाइनेन्सहरू चाहिँ कसरी जुडाउनु पर्ने छ भनेर अनि हामी परमेश्वरलाई साँच्चै नै धन्यवाद दिन्छौँ। कारण उहाँले एक असल व्यक्तित्व हाम्रो एज अ लिडर अफ कालिम्पोङ जसलाई चाहिँ हामीले आइडेन्टिटी अफ कालिम्पोङ पनि भन्न सक्छौँ। अनि अस्ति मलाई भन्नुहुँदै थियो तिमीले चाहिँ त्यो दिन चाहिँ एमसी गरिदिनुपर्छ भने को हुँदैछ फादर भनेर रवि प्रधानज्यू आउनुहुँदैछ अनि म्युनिसिपालिटी चेयरम्यान भन्छ। मलाई डर लाग्यो त्यो दिन। अनि मैले चाहिँ सिधै गएर चाहिँ सरको बारेमा के सोच्दै थिएँ भन्दाखेरि सबै कुरा भन्दाखेरि चाहिँ मलाई चाहिँ सरको बारेमा चाहिँ च्याट जिपिटीमा गएर चाहिँ सोध्नु मन लाग्यो वाट इज द मिनिङ अफ रवि भनेर। त्यहाँदेखि रवि भन्नुको मतलब चाहिँ सूर्य प्रकाश रहेछ हाम्रो संस्कृत भाषामा। अनि अर्को कुरा हाम्रो धर्मावलम्बी हिन्दू धर्मावलम्बीको निम्ति उहाँ त भगवान हुँदो रहेछ सूर्य भगवान है। अनि तेस्रो रोमन्सहरूले चाहिँ रवि भन्ने वर्डलाई चाहिँ नि दे युज टु एड्रेस दिस वर्ड एज अ किङ एन्ड अ लिडर है जो चाहिँ उहाँ साक्षी नै हुनुहुन्छ है। अनि अर्को कुरा चाहिँ हिब्रू भाषामा पनि रहेछ। हिब्रू भाषामा रवि भनेको चाहिँ एउटा चाहिँ सिजनको नाम रहेछ। अनि त्यो सिजनमा चाहिँ के पाउँदो रहेछ त्यसको मिनिङ चाहिँ के रहेछ भने चाहिँ अबन्डेन्स एन्ड सेटिस्फ्याक्सन यो रहेछ। अनि उहाँलाई मैले यहाँनिर आज उहाँको व्याख्या गर्दाखेरि उहाँको नाम व्याख्या गर्दाखेरि चाहिँ हामी यही प्रार्थना अनि यही मनोकामना राख्दछौँ तपाईँ सूर्य चाहिँ चम्किरहनुहोस् है। तपाईँ सूर्यले चाहिँ तपाईँले अरूलाई प्रकाश दिइरहनुहोस्। तपाईँ सूर्य चाहिँ है अरूको सूर्यले चाहिँ अन्धकारलाई चाहिँ नष्ट गरेर चाहिँ सूर्यले चाहिँ सबैलाई प्रकाश दिन्छ। त्यो प्रकाश दिने रवि चाहिँ तपाईँ हुनुहोस् भनेर हाम्रो उज्जवल मनोकामना छ। र विशेष गरी आज यस समय हाम्रो होली चाइल्डहुडको साना नानीहरूले एउटा नृत्य लिएर आउनुभएछ र तपाईँको समक्ष राख्दैछ। म हाम्रो होली चाइल्डहुडको साना नानीहरूलाई यहाँनिर नृत्य गर्न चाहन्छु। धन्यवाद। हाम्रो सानोबडा प्रोग्राम सकेपछि चाहिँ यहाँ फोटोसुट हुँदैछ है। फोटोसुट जानु नि पुरा अट्ने रहेछ। अगाडि आउनुहोस् न सिस्टर सिस्टर खेल्ने अलिक यता सिस्टरलाई म्याक्स सोध्दैछु। हुन्छ हुन्छ रेडी सेडी गो। ओके रेडी। खै अरू नजाने थ्याङ्क यू सो मच सबैजनालाई तपाईँहरूले हेरिदिनु भयो है। घामले डढेर हत्तु भएछ कि अब चाहिँ हाम्रो छोटो प्रोग्राम सकेर है यहाँ चाहिँ यसरी सबै चेयरहरू थन्को गर्दैछ हो। हामी साथीभाइ चाहिँ बल्ल भेट्यौँ अब। ल बाई बाई। अब एकैछिन भेटेर पनि छुट्टी त हाल्नुपर्ने हो है। त्यो बजार जाने चुम चिया खानु यसकोमा जानुपर्छ होला है। निलोकोमा चिया खानु जानुपर्छ।
हेलो कहिले आएको तिमी अस्ति आएको गड ब्लेस यु ठिक छ हाम्रो नानीहरू काम जोड गर्छ भाग्यमणि धनिया पनि पायौँ हो अब घाम लागेर जोड हुन थाल्यो गरम ओइ सबै काँचो धनिया रहेछ है त्यो अलिक ठुलो रहेछ सानो ओइलेर सानो भयो मेरो त फ्रेस रहेछ नि त हजुर यसलाई सिसामा हालेर फ्रिजमा हाल्नुपर्छ फाइनल्ली म चाहिँ अहिले घर आइपुग्न आँटेँ है मेरो बाटो चाहिँ हेरिहाल्नुहोस् जङ्गल छ हो अनि चर्च सकेर चाहिँ अहिले घर आइपुगेँ चर्चमा चाहिँ धनिया पनि पाउँछ है अनि अब तपाईहरुलाई मेरो आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस् है अनि जतिजना नयाँ भ्युअर्सहरु हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् हुन्छ अब तपाईहरुसँग फेरि नेक्स्ट भिडियोमा भेट्नेछु थ्यांक यू फर वाचिङ माई भिडियो डु लाइक शेयर एन्ड सब्स्क्राइब बाइ बाइ